गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। सो आज चाहिँ हामी अहिले पोखरामा छौँ अनि अब यहाँबाट चाहिँ हामीहरू निस्किन लाग्यो। सबैजना रेडी भइसक्यो, सब प्याक भइसकेको छ है। साथी पनि आउनु लागिरहेछ। सो अब आजबाट चाहिँ हामी यहाँबाट निस्किँदैछौँ। हामी चाहिँ अहिले दुईजना सकाइसक्यो। त्यही हो गाइड, मेरो बाइक लास्टै जस्तो छ, कन्डिसन भइसक्यो अवस्था। त्यसै अफरोड गरेर आउँदाखेरि चाहिँ हेरौँ अब आज त बनाउनु दिनु छोड्यो यो बाइक। राति पनि पालना गरौँ। म पोखरा गेट पुगेँ है। हाली मसँग हालेर आउट भयो। चलाएर काठमाडौँको लागि हो आज चाहिँ काठमाडौँ पुग्नुपर्ने रहेछ है। त मिलेन नि त। यताबाट गयो भने चाहिँ पोखरा इन्टरनेसनल एयरपोर्ट आउँछ है। तलहर पोखराको एयरपोर्ट सस्ता देखेको भित्र चाहिँ, तर बाहिर भने फेरि त्यस्तो यही बाँकी नराख्नु। सो अहिले चाहिँ म तनहुँ आइसकेँ। बाटो चाहिँ लास्टै खतम छ है। बाटो चाहिँ आउँदाखेरि चाहिँ अलिकति केयर गरेर आउनु होला। बाटो चाहिँ लास्टै जस्तो छ अनि त्यो बाइकहरू चाहिँ धोएर नआउँदा पनि हुन्छ होला है। त्यो बाटोमा आइसकेपछि पानी छर्किएर आउँछ, सब बाइकभरि हिँड्दै हिँड्नुहुन्छ। अनि अर्को चाहिँ अहिले चाहिँ लास्टै जति छ है। आज हाम्रो यहाँ एकछिन रोक्यो भने पनि पछि नै आउँछ। अब यो 5 वर्षसम्म चाहिँ सायद यो कम्प्लिट भयो भने चाहिँ बाटो फेरि अवस्था हुन्छ जस्तो छ। यहाँ काम पनि भगाएको चाहिँ गर्दैछ है। यतिको मान्छे राखेर चाहिँ गर्नुपर्छ कि सबै हामीले यतिको छोडेर फेरि यहाँ पुग्नु यतिको लागि यति छोडे हो थाहा पाउन गाह्रो। नभए अब बाटो चाहिँ यति पिँदै देखिन्छ, अर्कोपट्टि चाहिँ बनाउँदैछ अझै है। ठुलो छ है, यही देखिन्छ देखिँदैन बाटो चाहिँ। सो अहिले चाहिँ म यहाँ दमाउली आइपुग्यो। आइपुग्यो सबै ठाउँहरू यहाँ। अहिले चाहिँ हामीले यहाँ जाम भेटिसकेका छौँ। कहाँ गएर जाममा फसिन्छ थाहा छैन। हामीले चाहिँ अहिले है हामी पुग्छ होला, तर होइन हामी जाँदाखेरि पुग्छ होला। अहिले चाहिँ यहाँ हामी सबैजना जाममा परेको ल्यान्डस्लाइड भएको हो कि के हो थाहा छैन। अन्त यहाँ बाइक बनाउनलाई टुल बक्स खोज्दैछ सरले। होइन यो त सुन भन्दा नि चर्कै गरेर पो पुरा आमा हाइट अहिले खोलिहाल्यो भने ब्याग त्यसलाई स्वास्थ्य दियो। मैले त्यही भएर भने हेलमेट लगाएर बस भनेको क्या। अड्केपछि अड्कै हुन्छ फेरि।
यहाँबाट एकैचोटि काठमाडौँ रोकेपछि कुरा त मिल्ला जस्तो लागेन नि त भाइ दाम खोल्यो जाम खोलेछ गाइस अब हामी सबैजना चाहिँ चढाचो भइरहेछ है बाइक खोल्ने हो थियो भाग सबजनाले जाने हतार है अलिक खुल्लासम्म पुगेपछि टेन्सन हुँदैन खोल्न बित्तिकै सबजना घर दौडेछ त्यसैले हामी पनि भागिहालेको फुटाइराखेको भएर चाहिँ पट्टिबाट सबैजना अड्किरहेको रहेछ सबैजना अड्किरहेको है जाम आयो जाम त्यही त भने नि हामी अलि टाढै हुन्छ जस्तो लागिरहेको थियो अहिले फेरि मेरो यहाँ बाइक बिग्रेर चाहिँ है यहाँबाट जुगाड अर्ग्यानिक अनि हाम्रो यहाँ जुगाडु मिस्त्रीले यहाँ जुगाड मास्टरले जुगाड लाउँदैछ दाँतले टोक्नु दाँतले काठमाडौँ गएर काट्ने के जुगाड लाउँछ भने लायो सरले जुगाड लायो भएन तर फेल गयो त्यो उसले खाइसक्यो होला सबै यसले यसो पिन हानेर त निस्किन्छ होला नि मार्नु त त्यो अर्कोले काट्नु एस लास्टमा मैले जुगाड लगाइदिनु पऱ्यो है त्यसमा पनि पाल पर्नु रामी हुँदैछ बाई 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 बिस्किट त्यही गर्नु त्यो घुमाइदैन
के होला भनेपछि मेरो सङ्गतले गयो होइन त लास्ट त भन्ने त्यही हो पहिले भन्दा मैले यसैले हान्नु न भयो सरी अब यो अब बाइक जेसुकै होस् त्यो चाहिँ निस्किँदैन होइन सर त्यसको चाहिँ भित्र बाहिरले पनि पुग्छ होला मैले त बाहिरले पनि पुग्छ होला जस्तो लागेको थियो भित्र बाहिर नट पछाडि अर्किने ठाउँ छैन भेट्ने कामै छैन फेरि धेरै मोटो भयो नट त्यसलाई भनेर यो खालि हिलोलाई मात्र हो है यो बचेको सरले चाहिँ जुगाड गर्दै हुनुहुन्छ जस्तो हिलो छेक्नलाई हो छिर्छ त्यो लगत फाइनली हाम्रो सरले चाहिँ आयो न ए आज आएर यस्तो भएन यस्तो भएन ल ठिक छ फाइनली हाम्रो सरले बनाइबक्स्यो होइन तर के बनायो भन्दाखेरि यो पातै निकाल्दै क्या टन्टै साफ भन्यो त्यो भएर निकाल्दै होइन पहिला त फेर्नु पर्ने छ यो सबै तर हामीले चाहिँ त्यो हिलो नपरोस् कि भनेर चाहिँ खास जुगाड गर्न खोजेको मात्रै हो तर फाइनल्ली उहाँले निकालिदिनु भयो टन्टै साफ हजुर हजुर इन्जिन त होइन यो चाहिँ छुट्टै हुने भयो सबै लोमान्थनले बिगारे हो के लोमान्थन डेन्जर है नजाउँ भने हो अहिले चाहिँ हामी सेल्फ मेकानिक भएर चाहिँ निस्किसकेका छौँ यहाँ हामी बन्दीपुरबाट बन्दीपुरमा अहिलेलाई बाटो यस्तो राम्रो बनाएको छ कता कतै अफरेड छ कतै कतै के छ है दुईजना साथीहरू आएको अगाडि सबै टपहरू सबै गइसकेको छ बाटो लोमान्थाङले गरेर चाहिँ खास हाम्रो बाइक बिग्रेर हो कि नभए त्यो खासै केही पनि प्रब्लम छैन सबै त्यो पुरै अफरेड हो त्यहाँबाट जोमसुमबाट चाहिँ अलिकति अगाडिसम्म ठिक छ त्यहाँबाट लोमान्थाङ जाने बाटोमा चाहिँ थोरै ठिक छ 120 मिटर जति त्यसपछि चाहिँ तपाईँको पुरै त्यो अफरोड हो क्या माथि गएसम्म अफरोड हो पिच भन्ने कुरो राम्रो निशानै छैन है त्यही भएर चाहिँ लोमान्थाङ जाने हो भने चाहिँ फुल्ली कि गाडीमा जानु नभए आफ्नो बाइक एकदम राम्रो छ मलाई यस्तै धोका दिँदैन भन्ने जस्तो लाग्यो भने मात्र जानु नभए त कामै छैन त्यस्तो गएर चाहिँ त्यहाँ गएर त दुःख पाउनुभन्दा त नगएको थियो है
साथीको पनि सबै बाइकबाट आवाज आउनु थालिसकेको छ। सबै आवाज आउन थालिसकेको छ। मेरो पनि आवाजहरू आउनु थालिसकेको छ है। ब्रेक गराउने, दोस्तोको आवाज आउने, स्टप नदिने। माथि गएपछि त अझ तपाईँको गोप्रोहरू नै त नचलेको हाम्रो। गोप्रो अन गरेँ कि सिधै जाने, गोप्रो अन गरेँ कि पुगिहाल्छ। यस्तो प्रब्लम आएको थियो। एक त -डिग्री पऱ्यो नि। गाइस हामी फेरि अलिअलि अफरोडतिर आइसक्यो। अफरोड रहेछ। माई गड डर लाग्यो। माई गड भित्र ट्रकमा साइकल भन्ने पाइँदैन। खतिहाल्यो हावाडा के साथ पट्टस अझै छ। स्पिड ब्रेकर बनाइसकेपछि एटलिस्ट किन पनि त लगाइदियो न यार। राति पनि त हिँड्छ नि मान्छे होइन र। यहाँबाट गोर्खा जाने बाटो भयो। यहाँबाट काठमाडौँ 123 किलोमिटर। 123 किलोमिटर। यता चाहिँ Green buzzer आइसकेको छ। त्यही हो कि सेटिङ चलिरहेको छ। फाइनली चाहिँ हामी मनकामना आइपुग्यौँ। मनकामना मन्दिर आइपुग्यौँ। अहिले चाहिँ म यहाँ बिस्तारै दाम हुँदै आइसक्यो है। फाइनली हामी चाहिँ कलेज आइपुग्यो। बसेको छौँ अब साथी पुरी गएको छ। हामी चाहिँ अलि अगाडि आइपुग्यो। हामी चाहिँ यहाँ मुलेकोबाट काठमाडौँको लागि लागिसकेको छ।
बाटो कहाँ छ त्यो कुरो होइन यहाँ बाटो नदेखा नि अहिले चाहिँ हामी चिसो पानी भन्ने ठाउँतिर आइसक्यो पुरै अन्धकार छ त्यसमाथि अझ बाइक बिग्रेर एकछिन शान्ति खाइयो ढकाल ढुकुल गरेर अहिले चाहिँ चलेको छ एकछिन रोक्यो भने चाहिँ अहिले प्रब्लम दिने भएर चाहिँ कुदा त कुदैछ प्रब्लम आउनुभन्दा अगाडि नै कुदाइहाल्नु भनेर र अब राति पनि हुँदैछ नि त सब कहाँ चल्छ त्यहाँ चल्दैन हामीलाई तर अब थाहा छैन अहिले चाहिँ बजारमा एकछिन चाहिँ रेस्ट गरेको रेस्ट गर्दाखेरि चाहिँ बसेर चाहिँ मात्र एकछिन स्टार्टै अफ भयो फेरि धगालेर स्टार्ट गरेको छ होइन त्यही भएर चाहिँ हामीले कुनै रिक्स लिनै नखोजेको यहाँबाट त एकैचोटि घरमा गएर मात्र स्टार्ट बन्द गरिदिनु पऱ्यो नत्र फेरि दुःख पाइन्छ आफ्नो सर्भिसिङहरूको अलिक हल्का बाटो त्यही हो हाइडिङ पाल्दाखेरि अरूलाई नै गाह्रो हुन्छ नि होइन नभाल्नु न हाम्रो बाइक चलाउनुलाई गाह्रो कुदैछु अब नाइट बस सब आइरहेको नि नाइट बस ट्रकहरू भयो सब छ अब यो बसको पछाडि परेर ल बसको पछाडि परेर त्यो सट नीति पुऱ्याउँछ नि तर उनीहरूले पनि त्यस्तो हो बाटोले उनीहरूलाई पनि त पैसा कमाउनु छ अलिअलि त दौडाउँछ त्योहरू समाजहरूले सबैले खाएको भयो नेपाल सरकारले गर्ने त त्यस्तै हो ताल ल सबैलाई थाहा भएको कुरो हो नेपालमा गाह्रो छ भन्दा नि तेल हाल्दैन है गाडी आयो गाडी आउने गाडी हो नि गाडी आयो गाडी बाइक बन्द होला भने कत्रो पिर्छ आफ्नो यहाँ जाममा बिजोग हुन्छ त मोबाइल खल्तीमा कल गर्नु नि त एकचोटि कता बाटो यता अहिले चाहिँ हामी यहाँ चेपचेपबाट खेलाउँदै गइरहेको छ है ए यो यसले गरेर ग्याप गाह्रो भएको रहेछ नि त यहाँ अरूले गरेर होइन रहेछ ओ ले खाली रहेछ नि अगाडि हामी त अहिले नागढुङ्गा आउँदैछ है नागढुङ्गा पुग्न लाग्यो अहिले त डेन्जर जाम छ र हामी चाहिँ त्यो माथितिर जानुपर्छ चाहिँ हालिने छ तल जानुतिर चाहिँ पुरै जाम छ फाइनली हामी आइपुग्यो हामी यहाँ आइपुग्यो यहाँबाट हामी जाँदैछौँ यहाँ अझै पनि जाम छैन दुईमा पैसा अलि नै जाम
त्यो नागढुङ्गा पर्थ्यो नागढुङ्गा गरिसक्यो काम बन्दै छ हामी चाहिँ अहिले कङ्ग्रागिरीतिर छ है टनलतिरको बाटोहरू बाहिर निस्किएको छ अब घर पुग्नलाई सायद 10-15 मिनट जति नपुगिन्छ होला यति बाटो खाली भयो भने बाटो खाली भएन भने किन पुऱ्याइरहेको भने गाह्रो भयो एकजनालाई गाह्रो भइसक्यो फाइनली हामी चाहिँ कलङ्की क्रस गरिसकेको छ कलङ्की मन्दिरतिर आइपुग्यो अनि जस्ट चाँडै आइपुग्यो त्यो जाम थियो जामको साइडबाट निस्केर आएको तर अगाडि गाडी बिग्रेको रहेछ है त्यो गाडी बिग्रेको उसमा चाहिँ छल्लेर आउँदाखेरि चाहिँ हामी धेरै नै चाँडै आइपुग्यो ठिकै छ सोचेको भन्दा पनि धेरै चाँडै आइपुग्यो अब त्यो जाम नभएको भए चाहिँ हामी अझै मजाले आधी 1 घन्टा त्यस्तै थियो होला है गुगल म्यापमा पुरै रातो थियो त्यो रातोबाट चाहिँ जस्ट किनभने त गुगल म्यापले डाटा कलेक्सन गर्ने हो नि त त्यो ठाउँमा जति धेरै चाहिँ मोबाइलहरू चाहिँ बसिरहेको हुन्छ अनि उसले चाहिँ त्यहाँनिर चाहिँ रेड जोन बनाइदिन्छ क्या त्यो बाटोमा त्यो भएर चाहिँ खास देख्यो तर हामी माथितिर आउँदाखेरिकोमा चाहिँ खासै चाहिँ परेन उताबाट जानेहरू पनि पऱ्यो यता तलबाट जानेहरू पनि परेको तर ट्राफिकै भनेर चाहिँ त्यसरी परेको होइन कि त्यो खास गाडी एउटा बिग्रियो भएर त्यसको पछाडि परेर चाहिँ खासमा सबैजना जाममा परेको छ है अब फाइनली चाहिँ घर आइपुग्नु लाग्यो घर गएपछि खाना गरेर म बस्छु खाना त्यही हो गाइस अब मेरो चाहिँ अब भ्लग आज यहीँ यसैमा इन्ड गर्छु है अनि सपोर्ट गर्दै गर्नु होला म भर्खरको नयाँ हो सबैजनाले सपोर्ट गऱ्यो भने त हो नयाँले फेरि केही चान्स पाउने होइन त्यो नयाँ नै मऱ्यो भने त पछि त कसरी गर्नु है यसको भिडियोहरू राख्नु है सपोर्ट गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् लाइक गरिदिनुहोस् है ओके थ्याङ्क यू बाई बाई